हेलो सुलुलुलु आज चाहिँ म पिठो कोदाको पिठोबाट रोटी बनाउँदैछु। रोटी बनाउनलाई चाहिँ एउटा बल लिने, बलमा कोदाको पिठो के अरे फापरको पिठो हाल्ने, अदुवा लसुन जिन्जर गार्लिकको पेस्ट, स्वाद अनुसार नुन हाल्ने, मजाले सुलुलु रोटी ट्याक्क कोदा र फापरको सुलुलु रोटी ट्याक्क पार्ने। सुलुलु रोटी पकाउने तरिका ट्याक्क तावा तताउने, रोटी यति तरिका भएपछि यसलाई फर्काउने तरिका कस्तो मजाले फर्किन्छ यो सुलुलु रोटी, दुध, साग। अब सर्भ गर्दैछु है म। रोटी दुध सुलुलु रोटी पाक्दैछ। यसरी छोपेर पकाउँदाखेरि मजाले पाक्छ। सुलुलु रोटी चाक्दै भिडियो मान्छे नभएर है। गुड, भेरी गुड सुलुलु रोटी।